होइन यो दाउरेसँग कहाँबाट आयो सुन र चाँदीको बन्चर हो? ल बोलाएर सोधौँ त। यो दाउरे यता आइज आइज। म आज बिहानै जङ्गल बसेको थिएँ दाउरा काट्ने भनेर। अनि बन्चर खसेपछि के भयो त? के भयो बालक? मेरो भागो एउटा बन्चर पनि खस्यो। यो हो तिम्रो बन्चर हो? होइन प्रभु, यो हो तिम्रो बन्चर हो? प्रभु यो पनि होइन। यो हो तिम्रो बन्चर हो? ओ प्रभु, यही हो मेरो बन्चर हो। बालक, तिमी एकदम इमान्दार रहेछौ, त्यसैले तिमीलाई यो सबै बन्चरहरू उपहार। हजुरको जय होस् प्रभु। हो, यसरी जलजेप्दा प्रसन्न भएर मलाई यो सुन र चाँदीको बन्चर पनि उपहार दिनुभएको। के भयो बालक? प्रभु, मेरो एउटा बन्चर खोलामा खस्यो। बालक, के यो तिम्रो बन्चर हो? हो प्रभु, हो मेरो बन्चर यही हो। तेरीमा लोभी, सुनको बन्चरो देखेपछि आफ्नो खियालाको बन्चरो बिर्सिस्? पख तँलाई।